सम्पूर्णमा नमस्ते। आज हामी संयुक्त उच्चारण नियमको बारेमा पढ्ने डे 15 मा छौं। आज हामीले के पढ्दैछौं त संयुक्त उच्चारण नियम यानी कि डबल फाचिम रुल्सको बारेमा पढ्ने छौं है। जस अन्तर्गत दोस्रो नम्बरमा आज कुनै पनि शब्दको तल फाचिममा ग, द, ब, ज, छ, स, स, थ, फ, क यिनीहरू के हुन् त कन्सोनेन्ट साउन्डहरू हुन् है। यी कन्सोनेन्ट साउन्डहरू शब्दको तलपट्टि झुन्डिएर आएमा है। फाचिम भनेको के हो त शब्दको तलपट्टि झुन्डिएर आएका कन्सोनेन्ट साउन्डहरूलाई हामीले फाचिम भनिन्छ। अब कुनै पनि शब्दको तलपट्टि यानी कि फाचिममा यी कन्सोनेन्ट साउन्डहरू ग, द, ब, ज, छ, स, थ, फ र क आए लगत्तै त्यस पछाडि द आउँदछ भने दको उच्चारण त भनेर गर्नुपर्दछ है। बुझ्नुभयो त? कुनै पनि शब्दको तलपट्टि यी कन्सोनेन्ट साउन्डहरू झुन्डिएर आए लगत्तै पछाडिपट्टि द आएमा दको उच्चारण त भनेर गर्नुपर्दछ है। हजुरहरूले पनि पहिला कपीमा यो लेख्नु होला। त्यसपछि मैले यहाँनिर इक्जाम्पल दिएर सिकाउने छु जसबाट हजुरहरूलाई बुझ्न सजिलो हुन्छ। ल साथीहरू इक्जाम्पल हेर्नु है त। फर्स्टमा रहेको छ यो के हो त आधा म हो। ममा अ लाग्यो के भयो त म भयो है। म भयो। अब मको तलपट्टि ग आउँदा यसको उच्चारण के हुन्छ त शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण क हुन्छ है। म भयो। अब शब्दको तलपट्टि ग आउँदा यसको उच्चारण के हुन्छ त क हुन्छ है। त्यस्तै गरी ल यहाँनिर हेर्नु त कुनै पनि शब्दको तल यानी कि फाचिममा के आएको छ त ग आएको छ है। फाचिममा ग, द, ब, ज, छ, स, थ, फ, क यानी कि यो ग पनि पर्यो नि है। फाचिममा ग आए लगत्तै त्यसको पछाडिपट्टि के आएको छ त द आएको छ है। दमा आ लाग्यो के भयो त दा भयो है। अब यसको उच्चारण दा गर्ने हो त होइन नि है। किनकि फाचिम भनेको यो झुन्डिएर आउने कन्सोनेन्ट साउन्ड भनेको फाचिम हो। फाचिममा के आएको छ त ग आएको छ है। फाचिममा ग आए लगत्तै त्यसको पछाडिपट्टि द आएमा दको उच्चारण त भनेर गर्नुपर्दछ भनेर यहाँनिर पढ्नु भएको छ होइन त। त्यही भएर यसलाई हामीले के भनेर उच्चारण गर्नु पर्यो त त भनेर उच्चारण गर्नु पर्यो नि है। तमा आ लाग्यो के भयो त ता भयो। ता भयो है। यसको पुरा उच्चारण के भयो त मक्ता भयो है। मक्ता भनेको के हो त खानु है। मक्ता भनेको खानु। यो म भयो। मको तलपट्टि ग आउँदा यसको उच्चारण क भयो। अब फाचिममा ग आए लगत्तै पछाडि द आउँदा यसको उच्चारण त भयो। तमा आ लाग्यो के भयो त ता भयो है। मक्ता भनेको खानु। त्यस्तै गरी अर्को इक्जाम्पल हेर्नु त यो द भयो। शब्दको अगाडिपट्टि द आउँदा यसको उच्चारण के भयो त थ भयो है। थमा आ लाग्यो के भयो त था भयो। अब शब्दको तलपट्टि यो द आउँदा यसको उच्चारण के हुन्छ त हुन्छ नि है। शब्दको तलपट्टि द आउँदा यसको उच्चारण त हुन्छ। त्यही भएर हामीले यहाँनिर यसलाई आधा त लेख्नु पर्यो है। त्यसपछि फेरि शब्दको पछाडिपट्टि यानी कि कुनै पनि शब्दको तल फाचिममा द आए लगत्तै पछाडिपट्टि पनि द नै आउँछ भने दको उच्चारण त भनेर गरिन्छ है। त्यही भएर यसलाई हामीले के उच्चारण गर्यौं त भनेर गर्यौं है। तमा आ लाग्यो के भयो त ता भयो है। ता भयो। थात्ता भयो नि है। हजुरहरूले पनि आफूले पढ्दै लेख्दै गर्नु होला है। पढ्दै लेख्दै गर्नु होला। के भयो त थात्ता भनेको बन्द गर्नु है। थात्ता भनेको बन्द गर्नु। मक्ता भनेको खानु। थात्ता भनेको बन्द गर्नु है। त्यस्तै गरी अर्को रहेको छ यो के हो त ममा ए लाग्यो के भयो त मे भयो है। मे भयो। अब यो के हो त ब हो। तर शब्दको तलपट्टि ब आउँदा यसको उच्चारण प हुन्छ है। त्यही भएर हामीले आधा पलाई यहाँ लेख्यौं। त्यस्तै गरी शब्दको तलपट्टि ब आउँदा यसको उच्चारण प भयो। अब ब आए लगत्तै पछाडिपट्टि यो दमा आ लाग्यो के भयो त दा भयो है। अब शब्दको तलपट्टि फाचिममा ब आए लगत्तै पछाडि द आउँछ भने दको उच्चारण के गर्ने त ल भन्नु त। कपीमा लेख्नु त आफ्नो लेख्नु भयो नि है। दको उच्चारण त भनेर गर्ने। त्यही भएर यसलाई हामीले के भन्यौ त मेप्ता भन्ने है। मेप्ता। किन मेप्ता भनेको त बुझ्नु भएको छ त। ममा ए लाग्यो मे भयो है। अब शब्दको तलपट्टि ब आउँदा यसको उच्चारण प हुन्छ। अघिल्लो क्लासमा पढिसकेका छौं है। अब फाचिममा यानी कि तलपट्टि झुन्डिएर आउने कन्सोनेन्ट साउन्ड है। फाचिममा ब आए लगत्तै
पछाडिपट्टि द आउँदा दको उच्चारण त भनेर गर्नुपर्दछ है। त्यही भएर यसलाई हामीले के उच्चारण गर्छौँ त? मेप्ता है। मेप्ता भनेको के हो त? मेप्ता भनेको पिरो है। मेप्ता भनेको पिरो। अब अर्को इक्जाम्पल पनि हेर्नु होला। यो के हो त? द हो है। द हो, तर शब्दको अगाडिपट्टि द आउँदा यसको उच्चारण थ हुन्छ है। थमा ओ लाग्यो, के भयो त? थो भयो है। थो भयो। शब्दको तलपट्टि अब यहाँनिर हामीले बलाई राख्यौँ। अब शब्दको तलपट्टि ब राख्दाखेरि यसको उच्चारण के हुन्छ त? ब त हुँदैन, प हुन्छ है। प हुन्छ। आधा पलाई यहाँ राख्यौँ। त्यस्तै गरी यो द हो है। दमा आ लाग्यो, के भयो त? दा भयो। तर कुनै पनि शब्दको तलपट्टि फाछिममा ब आए लगत्तै पछाडिपट्टि द आउँछ भने दको उच्चारण के भनेर गर्ने त? त भनेर गर्नुपर्दछ है। त्यही भएर यसलाई हामीले के उच्चारण गर्ने त? त उच्चारण गर्नु पर्यो नि त है। तमा आ लाग्यो, के भयो त? ता भयो। बुझ्नु भएको छ नि? के भयो त? ता भयो है। यसको फुल उच्चारण के भयो त? थोप्ता। थोप्ता भयो है। थोप्ता भनेको सहयोग गर्नु। थोप्ता भनेको सहयोग गर्नु है। अब अर्को इक्जाम्पल पनि हेर्नु होला। यो के भयो त? शब्दको अगाडिपट्टि ज आउँदा जको उच्चारण छ भनेर गरिन्छ। छमा आ लाग्यो, के भयो त? छा भयो। अब यो गलाई शब्दको तलपट्टि राख्दा यसको उच्चारण के हुन्छ त? क हुन्छ है। क हुन्छ, आधा क हुन्छ। यसको यतिकै उच्चारण के भयो त? छाक भयो। अब दलाई यहाँ राख्दाखेरि के भयो त? दमा आ लाग्यो, दा भयो। तर यहाँ माथि हामीले के भन्न परेका थियौँ ल, हेर्नु त। कुनै पनि शब्दको तलपट्टि यानि कि फाछिममा ग आए लगत्तै, ग यहाँ आएको छ, यसको लगत्तै द आएको छ है। अब यो दको उच्चारण हामीले ग आए लगत्तै द आएमा त भनेर गर्नुपर्दछ भनेर पढिसकेका छौँ है। त्यही भएर यसलाई हामीले ता भनेर उच्चारण गर्नु पर्यो है। ता भनेर उच्चारण गर्दाखेरि यसको उच्चारण के भयो त? छाक्ता भयो है। छाक्ता। छाक्ता भनेको के हो त? छाक्ता भनेको सानो हुनु है। सानो के? छाक्ता भनेको सानो हुनु। त्यसपछि अर्को इक्जाम्पल, यो के हो त? ज हो त? होइन है। किनकि शब्दको अगाडिपट्टि ज आउँदा यसको उच्चारण छ हुन्छ। छको तलपट्टि यसरी हामीले यो गलाई राख्दा यसको उच्चारण के भयो त? क भयो है। क भयो। त्यही भएर छमा अ लाग्यो, छ भयो। छको तलपट्टि यो ग आउँदा यसको उच्चारण क भयो, छक भयो। अब यसको पछाडिपट्टि दा आउँदा यसको उच्चारण के भयो त? शब्दको तलपट्टि फाछिममा ग आए लगत्तै द आउँदा दको उच्चारण त भनेर गर्नुपर्दछ। त्यही भएर यसलाई हामीले कसरी उच्चारण गर्छौँ त? छक्ता भनेर उच्चारण गर्छौँ है। छक्ता भनेर उच्चारण गर्छौँ। एकचोटि बुझ्नुभयो भने राम्रोसँग सजिलो छ है। छक्ता। छक्ता भनेको नेपाली मिनिङ थोरै हुनु है। छक्ता भनेको थोरै हुनु। र यहाँ हेर्नु त, छाक्ता भनेको सानो हुनु, छक्ता भनेको थोरै हुनु। यो मिनिङमा अलिकति झुक्किन सकिन्छ, ख्याल गर्नु होला है। आज हजुरहरूले कोरियन भाषा पढ्ने 15औं दिनमा के बुझ्नुभयो त? के पढ्नुभयो त? संयुक्त उच्चारण नियमको बारेमा पढ्नुभएको छ। जस अन्तर्गत कुनै पनि शब्दको तल फाछिममा ग, द, ब, ज, छ, स, स, थ, फ र क आए लगत्तै द आएमा दको उच्चारण त भनेर गर्नुपर्दछ भनेर पढ्नुभयो है। जस्तै यहाँनिर हेर्नु त। अब यो ग फाछिममा यहाँनिर आएको छ है। जस्तै इक्जाम्पलको लागि मक्ता। मक्ता भनेको खानु। अब फाछिममा यहाँनिर ग आएको छ है। ग आए लगत्तै पछाडि के आएको छ त? द आएको छ। दको उच्चारण चेन्ज भएर के भयो त? त भयो है। त हुँदाखेरि यसको उच्चारण के भयो त? मक्ता भयो। मक्ता भनेको खानु। त्यस्तै गरी अर्को थात्ता भनेको बन्द गर्नु है। शब्दको तलपट्टि द आउँदा यसको उच्चारण त भयो है। अब द लगत्तै फेरि द आउँदा यसको उच्चारण त हुन्छ है। त हुन्छ। त्यही भएर यसलाई हामीले थात्ता भनेर उच्चारण गर्यौँ। थात्ता भनेको बन्द गर्नु। त्यस्तै गरी मेप्ता। मेप्ता भनेको पिरो। थोप्ता। थोप्ता भनेको सहयोग गर्नु। त्यस्तै गरी छाक्ता। छाक्ता भनेको सानो हुनु। त्यस्तै गरी अर्को लास्टमा छक्ता। छक्ता भनेको थोरै हुनु है। आजको क्लासमा हजुरहरूले के बुझ्नुभयो त? आज पनि हामीहरूले संयुक्त उच्चारण नियमको बारेमा पढिसकेका छौँ। जस अन्तर्गत कुनै पनि शब्दको तलपट्टि फाछिममा
ग द ब ज छ स स थ फ क आए लगत्तै पछाडिपट्टि द आउँछ भने दको उच्चारण त भनेर गर्नुपर्दछ भनेर पढिसकेका छौँ है। मैले यहाँनिर ग द बको इक्जाम्पल दिएर पनि सिकाएको छु। अरू सबै इक्जाम्पल दिन लायो भने भिडियो लामो हुन्छ। यस्तै गरी नै हजुरहरूले अब शब्दको तलपट्टि ज आए लगत्तै द आएमा पनि यसको उच्चारण त नै भनेर गर्नुपर्दछ है। त्यस्तै गरी स थ फ क यिनीहरू सबैको पछाडि द आउँदा दको उच्चारण त भनेर गर्नुपर्दछ। यस्तै गरी नै पढ्नु होला है। र मैले आजको भिडियोलाई यहीँनिर एन्ड गरेँ। हजुरहरूले भिडियोमा केही कुराहरू बुझ्नु भएन भने तल दिएको कमेन्ट बक्समा आफ्नो क्वेसनहरू राख्न सक्नुहुनेछ भन्दै भिडियोलाई मैले यहीँनिर एन्ड गरेँ। हस्त, धन्यवाद, थ्याङ्क यू।